हेलो हजुर, नमस्कार नमस्कार। म चाहिँ अहिले नवरस बचत तथा ऋण सहकारी संस्थामा आइपुगेको छु र हिजोदेखि चाहिँ हाम्रो यहाँको कर्मचारीहरूको क्षमता विकाससँग सम्बन्धित रहेर हामीले व्यक्तित्व विकास, सेल्स एन्ड मार्केटिङ अनि यावत कसरी चाहिँ टिमलाई स्ट्रङ बनाउने र यस संस्थामा रहेका कर्मचारीहरूको क्षमतालाई कसरी अभिवृद्धि गर्ने यो विषयको कार्यशाला हाम्रो हिजोदेखिबाट भएको छ र 4 दिनसम्म हुनेछ। आज चाहिँ दोस्रो दिनमा छौँ। दोस्रो दिनमा र म चाहिँ अलिकति चाँडो आइपुगेँ। सर पनि आइसक्नु भएको छ र उहाँ चाहिँ डिमार्टमा केही सामग्रीहरू लिन जानुभएको होला सायद। म चाहिँ यहाँ आइसकेको छु र आज हाम्रो चाहिँ कम्युनिकेसन सम्बन्धित रहेर कम्युनिकेसनसँग सम्बन्धित रहेर चाहिँ आज हामी आजको क्लासमा चर्चा गर्नेछौँ। मेरो भ्लगहरू हेरिरहनु भएको छ, तपाईँको सो मच हेर्दै गर्ने होला। धन्यवाद। सबैभन्दा राम्रो उहाँको चाहिँ रिसाउनै जान्नु हुँदाखेरि रिसाउनै पर्ने कुरामा पनि उहाँले चाहिँ निरन्तरता दिइराख्नु हुने अनि आफ्नो बोली चाहिँ खुब पोलाइट हुन्छ। सम्पूर्ण गुरुजनप्रति गुरु पूर्णिमाको हार्दिक शुभकामना। नमस्ते सबैजनामा ह्याप्पी गुरु पूर्णिमा। सम्पूर्णमा आज चाहिँ मलाई जन्म दिनुभएर मलाई यो ठाउँसम्म आइपुग्नका लागि होइन त्यतिसम्म सपोर्ट गर्नुहुने मेरो बाबा मम्मीलाई चाहिँ एकदमै धेरै सम्झिन चाहन्छु। त्यस पछाडि मेरो गुरुहरू जसले मलाई यति पढेर शिक्षा सिकाएर यहाँसम्म पुर्याउनु भएकोमा उहाँहरूलाई पनि एकदमै धेरै सम्झिन चाहन्छु गुरु पूर्णिमाको दिन। अनि हरेक ठाउँमा म जाँदाखेरि मलाई गुरुको दर्जा दिने मेरो चेलाहरूलाई पनि मेरो तर्फबाट उहाँहरूलाई पनि शुभकामना दिन चाहन्छु। अनि यहाँ मलाई गुरु भएर मलाई बोलाउनु हुने मेरो सरलाई पनि उहाँलाई पनि गुरु पूर्णिमाको धेरै धेरै शुभकामना दिन चाहन्छु। नाम शिवहरि पोडेलके। अनि सम्पूर्ण सहकर्मी सरहरूलाई पनि अनि विशेष हजुरलाई पनि अब हामी लगातार 3 दिन भयो आज होइन, हजुरले एकदम राम्रो गुरुको भूमिका निभाइदिइराख्नु भएको छ। हजुरलाई पनि गुरु पूर्णिमाको धेरै धेरै शुभकामना अनि सम्पूर्ण यहाँ उपस्थित सबैजनालाई गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। नेक्स्ट। नमस्कार सबैमा। आज मिति 2083 साल साउन महिनाको 13 गते गुरु पूर्णिमा परेको छ। म चाहिँ सर्वप्रथम चाहिँ हाम्रो चाहिँ गुरु अथवा चाहिँ शिक्षा भन्ने घरबाटै सुरु हुन्छ। मेरो बुवा मम्मीलाई एकदमै धेरै सम्झिन चाहन्छु, जसले चाहिँ मलाई इमान्दारिताको धेरै पाठ सिकाउनु भएको छ। त्यसपछि स्कुलमा जब सिक्ने त्यसपछि हाम्रो स्कुल लेभलसम्म पार गरियो। सबै गुरुहरूमा सम्झिन चाहन्छु। गुरु भने चाहिँ यस्तो हुन्छ कि हामीले जहाँ गएर जति सिकिन्छ जे प्रेरणा पाउँछौँ सबै गुरु हुन्। सायद अब धेरै पढेको मात्रै गुरु पनि हुँदैन। जीवनमा काम गर्दै जाँदाखेरि हामीले जे शिक्षा लिन्छौँ त्यसले जीवनमा जे प्रभाव पार्छ, सकारात्मक प्रभाव पार्छ, उहाँहरू सबै गुरु हुन्छ। जस्तो सहकारीमा मलाई चाहिँ हाम्रो शिवहरि सर, कृष्ण सरबाट चाहिँ जुन प्रेरणा मिलेको छ उहाँहरू पनि मेरो गुरु हो। हाम्रो सम्पूर्ण टिमहरू मेरो गुरु हो। मैले के सिकेँ भने त्यहाँ चाहिँ हामीले शिक्षा पायो भने चाहिँ गुरु मान्छु कि म चाहिँ जीवनमा सकारात्मक प्रभाव पर्छ। त्यो भएको हुनाले चाहिँ म चाहिँ गुरु पूर्णिमा चाहिँ सबै मलाई जे सकारात्मक कुराहरू सिकाउनु भयो उहाँहरूलाई चाहिँ एकदमै धेरै धेरै नमन भन्न चाहन्छु। हामी 2 दिनदेखि 3 दिनदेखि सरलाई भेटेको छु। धेरै कुरा सिक्नु पाउँछ यहाँलाई एकदमै धन्यवाद। अच्छा, गुरु पूर्णिमा विशेष जीवनको यात्रामा चाहिँ सिक्ने सिकाउने क्रम भने चाहिँ चलि नै रहन्छ। यो चल्दै जाने प्रक्रिया पनि हो। कखरा सिकाउने गुरु मात्र गुरु नभएर हरेक दिन हरेक क्षण चाहिँ हामीले कोही न कोही मान्छे भेटिरहेको हुन्छौँ, हरेकसँग नयाँ कुराहरू सिकिरहेको हुन्छौँ। तिनै हाम्रा गुरु क्या हाम्रो लागि चाहिँ जसले सत्मार्ग सत्य बाटो देखाउनुहुन्छ उहाँहरू नै हाम्रो गुरु हुन्। त्यस कारण चाहिँ म आजको दिनमा मलाई जोसँग चाहिँ मैले भेटेँ, धेरै कुराहरू सिकेँ, सबै गुरुहरूप्रति एकदम हार्दिक नमन सम्झन चाहन्छु सबैजनालाई। र विशेष आज चाहिँ अब हामी हजुरबाट केही सिक्छौँ भनेर आइरहेछौँ नि सर 3 दिनको लागि। विशेष अब सिकाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। गुरु पूर्णिमाको शुभकामना। धन्यवाद।
नमस्ते सबजनालाई। आज गुरु पूर्णिमाको दिनमा चाहिँ मेरो तर्फबाट चाहिँ सम्पूर्ण ज्ञात अज्ञात गुरुहरूलाई यहाँबाट नमन गर्न चाहन्छु। हस् धन्यवाद। नमस्कार सम्पूर्णमा म विशेष त मेरो मम्मी बुवालाई धेरै धेरै सम्झन चाहन्छु। त्यस पछाडि मलाई शिक्षा दिनुहुने गुरुहरू अनि विशेष हजुरलाई विशेष शिवहरि सरलाई अनि सम्पूर्णमा मनैदेखि नै हृदयदेखि नै हार्दिक नमन व्यक्त गर्न चाहन्छु। हस् धन्यवाद। को बाँकी हुनुहुन्छ? आज गुरु पूर्णिमाको सबैलाई चाहिँ शुभकामना। फर्स्टमा मेरो बुवा मम्मी, मेरो बुवा अब फर्स्टमा सिकाउनु बुवा मम्मी नै हुनुहुन्छ, त्यसमा नि त्यही माध्यमिक टिचर हुनुहुन्छ बुवा। अनि अब उहाँहरूलाई धेरै सम्झिन चाहन्छु। अनि त्यसमा अरू सम्पूर्ण मलाई अब पठन पाठनको लागि होइन गर्नुभएको मेरो गुरुहरू र मेरो यहाँ अब हजुर 4 दिन आइसक्यो होइन। अब हजुर लगायत मेरो यहाँ मेन हाम्रो अफिसको गुरु त अब सर हुनुहुन्छ शिवहरि सर र यहाँ हाम्रो किसन सरलाई सम्पूर्ण टिमहरूलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना। अब फाइनल्ली नमस्कार सम्पूर्णमा। गुरु पूर्णिमा भनेको सबैजनाले गुरुलाई सम्मान गर्ने होइन। तोते बोली बोल्दाखेरि सबभन्दा सुरुमा सिकाउने त आफ्नो बाउ आमा नै हो नि। हाम्रो तोते बोली बोल्दाखेरि बोल्न सिकाउने सुरुवात नै बाबा मन भएको भएर उहाँहरूलाई चाहिँ गुरु पूर्णिमाको यहीँबाट नमस्कार गरेर सम्झन चाहन्छु, शुभकामना दिन चाहन्छु। त्यसै गरी मेरो शिक्षकहरू मलाई आजसम्म यहाँसम्म आएर यतिको बोल्न सक्ने बनाउने त शिक्षकहरू हो। अनि त्यहाँबाट कतिपय ट्रेनरहरू पनि हुनुहुन्छ होइन, मोटिभेट गर्ने उहाँहरूलाई लगायत हाम्रो शिवहरि सर, कृष्ण सर, अशोक सरलाई सम्झन चाहन्छु। त्यसै गरी हाम्रो विशेष 4 दिनको गुरु नयाँ थपिनु भएको जीवनमा होइन, उहाँलाई पनि विशेष सम्झिन चाहन्छु। धेरै धेरै गुरु पूर्णिमाको शुभकामना। लगभग सक्यो। ओके उहाँले गुरु पूर्णिमा नमस्कार। म गीता शर्मा, नवरस शाखाको कर्मचारी। आज गुरु पूर्णिमा, त्यही भएर अलिकति म पनि ढिलो भएँ है। आउँदा आउँदै घरमा विशेष कार्यक्रम थियो। यहाँहरूबाट सम्पूर्ण सबै नै मेरो लागि गुरु नै हुनुहुन्छ। स्पेसल उहाँ ट्रेनर सर है, हिजोदेखि गुरुको रूपमा हुनुहुन्छ। उहाँलाई पनि गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। अनि सर, हाम्रो श्रद्धेय सर, उहाँ जहिले पनि आदरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँले हामीलाई यहाँसम्म नै पुर्याउनु भएको छ। केही नजानेको मान्छेलाई भनौँ न, जान्दै नजानेको मान्छेलाई यतिसम्म गराउनु भनेको ठुलो प्रगति हो मेरो हातमा चाहिँ। अनि मलाई जहाँसम्म लाग्छ सबैको लागि नै होला। उहाँलाई पनि विशेष गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्न चाहन्छु, जानी नजानी भए पनि। अनि सम्पूर्ण उहाँ सञ्चालक समितिका सदस्यहरू, उहाँहरूलाई पनि गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै र मेरा सम्पूर्ण सहकर्मी कर्मचारी साथीहरू उहाँहरूलाई पनि शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। सम्पूर्णमा नमस्कार। हजुर गुरु पूर्णिमाको अवसरमा शुभकामना दिनलाई यहाँ यो स्थिति नमस्कार सम्पूर्णमा शुभकामना। यो शुभकामना दिनको लागि राम्रा सल्लाह सुझाव दिएर यहाँसम्म ल्याइपुर्याउनु पर्ने मलाई पढाउने नपढाउने जसरी पनि जुनसुकै हिसाबले सल्लाह सुझाव दिने सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन व्यक्त गर्छु।
चाहिँ हामीले एउटा नवरस सहकारी संस्थाको एउटा बिल्डिङ बनाएको भविष्यको लागि चाहिँ हामीले कहाँसम्म गर्ने अझै कहाँसम्म सकिन्छ भन्ने कुराले चाहिँ त्यसरी बनाएको अनि यो एउटा चाहिँ हामी सबैजना टिम भएर बसेर बनाएको होइन सबैजना टिम हामी सबै इन्जिनियर छौँ हामी यहाँनिर 5 जना होइन पुरा एकदम जान्ने इन्जिनियर परेछौँ लाग्यो है अनि हामीहरू चाहिँ सबै इन्जिनियर मिलेर बनाएको र अहिले चाहिँ यो बनाउनको लागि चाहिँ एकजनाले मात्रै हुँदैन रहेछ कुनै पनि काम गर्नको लागि चाहिँ सबैजना चाहिँ होइन साथमा एक आपसमा सपोर्ट नभएसम्म चाहिँ अगाडि बढ्न सकिन्न माथिसम्म जान सकिन्न भन्ने एउटा उदाहरण जस्तै हो र यो चाहिँ एउटा सिडी हो अनि हाम्रो नवरस चाहिँ स्टार्टिङमा यतिको तल मुनिको जग थियो है यतिको जग थियो त्यस पछाडि सिडीमा चढेर हामी त्यहाँसम्म आइपुग्यौँ त्यस पछाडि अहिलेको हाम्रो जग भनेको चाहिँ यहाँ आइपुगेको छ होइन अहिले हामी सेकेन्ड तलामा छौँ छौँ यहाँसम्मको लागि मात्रै हाम्रो सिडी छ र हामीले भोलिको दिनमा चाहिँ हाम्रो नवरस चाहिँ हामीले चाहिँ यहाँसम्म पुऱ्याउने हामीलाई चाहिँ होइन एकदम भित्रैबाट हो हामी चाहिँ यहाँ योजना चाहिँ यो फ्लेक्स बोर्ड हो यो फ्लेक्स बोर्ड यहाँबाट अझै माथि पनि गइन्छ होइन तर अहिले चाहिँ हामीले चाहिँ यहाँसम्म मात्रै सोच्यौँ होइन अबको यो 5 तला भनिसकेपछि अबको हामी 1, 2, 3 वर्षभित्रमा चाहिँ हामी यहाँ पुग्ने योजना हामी यो टुप्पोसम्म यहाँदेखिको 3 वर्ष पछाडि अझ माथि पनि हामी जान सक्छौँ हामी जाने पनि छौँ होइन एउटा जग चाहिँ हामीले डरै छौँ होइन यहाँ तल चाहिँ जग हामीले यहाँबाट बनाएको यहाँ जग है अनि पिल्लर हो यो चाहिँ हाम्रो स्टार्टिङ हो सेकेन्ड अहिले हामी यो स्थानमा छौँ नि त हामी यहाँ छौँ नि त अब हामी सबैजना टिम मिल्दै अब हामी यहाँ जानेछौँ सेकेन्ड पछाडि हामी यहाँ जानेछौँ त्यहाँबाट हामी मिल्दै हामी माथि जानेछौँ एउटा क्वेसन सोधिहालेँ चाहिँ यो चाहिँ मलाई बडा गजब लाग्यो ठिक्कै यो जानेर गर्नु दिएको होइन हामीले जानेर राखेको एउटा नवरस झन्डा यो होइन नामै छ नि सर नामै हामीले राखेको एउटा नवरसको के अरे एउटा हाम्रो टावर हो एउटा घर खम्बा हो भनेर चाहिँ हामीले चाहिँ नवरस भनेरै राखेको हो क्या नवरसै बनाएको हामीले चाहिँ यो चाहिँ अब यहाँसम्म आउनको लागि चाहिँ अब हजुरहरू सबैजनाले हामी 5 जना टिम मात्रै नभएर यो नवरसमा यहाँसम्म आउनको लागि चाहिँ हाम्रो बजार छोडेर होइन बजारमा हुनुभएको हाम्रो सबै ग्राहकहरू सबैको हामीलाई चाहिँ साथ सहयोग सपोर्ट गर्नु क्वेसन गर्नु पर्यो सबैजनाको चाहिँ आवश्यकता जति पनि हाम्रो बजारमा हुनुहुन्छ नि क्लाइन्टहरू उहाँहरूलाई चाहिँ पिल्लर किनकि उहाँहरू बिना चाहिँ हाम्रो नवरस चाहिँ सम्भव छैन क्या जब कि उहाँहरूले हामीलाई होइन जब पैसाहरू राखेर सपोर्ट गर्नु भएन भनेदेखिको त हामी त नवरसमाथिसम्म पुग्नै सकिन्न अनि त्यो कारणले गर्दा हामी चाहिँ यहाँ बसेछौँ यो वरिपरि चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूको जति खाइहाल्छु होइन अनि अर्को दोस्रो भनेको चाहिँ नाइ भन्न सक्छु जे अराए पनि त्यो गर्नै पर्छ मैले नै भने जस्तो हुन्छ मिल्न सक्छु जस्तो लाग्छ म आफूलाई नै मूल्याङ्कन गर्दा अर्को चाहिँ समय चाहिँ मलाई सकेसम्म समयको चाहिँ ख्याल गर्नुपर्छ भने जस्तो लाग्छ म हरेक टाइममा हरेक उसमा चाहिँ सकेसम्म समयमै पुग्न कोसिस गर्छु अनि म अलिकति इमान्दार पनि आफ्नो कामप्रति चाहिँ म इमान्दार छु घरमा पनि अफिसमा पनि जस्तो लाग्छ भाइ म आफ्नो कुराहरू चाहिँ धम्बेसी जो कोही म त्यो आफ्नो फ्यामिली अब आफ्नो पर्सनल कुराहरू चाहिँ हतपत्त कसैसँग सेयर गर्छु जस्तो मलाई लाग्दैन कि मेरो चाहिँ राम्रो बानी भनेको चाहिँ म सबैसँग सानोदेखि बुढा मान्छेसम्म मिल्न सक्छु होइन अनि नराम्रो भनेको चाहिँ म कहिले कहिले साथीहरूसँग यसरी बोल्दाखेरि मेरो कुनै कुराले उनीहरू हट हुन्छ त्यो चाहिँ म थाहा पाउँदिनँ क्या विकनेस ओके म अलिकति हाइदिनु छिट्टो रिस उठ्छ इमोसनल पनि एकदम सानो सानो कुरामा पनि हुन्छु नै म आफैलाई पनि फिल हुन्छ त्यो मेरो विकनेसेस हो अनि म अरूलाई एकदम छिट्टो विश्वास गर्छु गर्नुहुन्छ अनि अलिकति ओभर थिङ्किङ अस्ति हजुरले इमोसनल बस्ने हुन्छ कि मैले यस्तो गरेँ यस्तो भएको हो कि भन्ने खालको त्यो ओभर थिङ्किङ चाहिँ हुन्छ अनि स्ट्रेन्थमा चाहिँ डेडिकेसन टुवर्ड्स द वर्क जहाँ जे काम गरे पनि डेडिकेटेड भएर चाहिँ गर्छु जस्तो मैले चाहिँ आफूलाई सेल्फ एनालाइज गर्दा चाहिँ होइन अरूको पोइन्ट अफ भ्यूबाट चाहिँ बिचमा च्यालेन्जिङ आयो अलि अप्ठ्यारो आयो भने गिभ अप गर्ने अथवा फरक तरिकाले सोचेर छोड्ने त्यस्तो खालको छ ओके कमिटमेन्टमा चाहिँ तपाईँ एकदम फोकस अर्को चाहिँ
रेस्पोन्सिबल पनि छु आफूलाई दिएको ड्युटिजप्रति चाहिँ म रेस्पोन्सिबल छु जस्तो चाहिँ लाग्छ ओके जे पनि वर्क गर्छु अलिकति लोयल भएरै गर्छु भन्दाखेरि आई हेल्पफुल नेचर अरूलाई हेल्प गर्नुपर्छ भन्ने चाहिँ छ ओके